नमस्कार, म अर्जुन थपलिया। आज हामी गोलबजार नगरपालिकाको वडा नम्बर 6 मा छौं र मेरो पछाडि यो जुन भवन देख्दै हुनुहुन्छ तपाई, यो गोलबजार नगरपालिका वडा नम्बर 6 को कार्यालय भवन बन्दैछ। यो भवनको लागि गत वर्ष 25 लाख रुपैयाँ खर्च भएको छ। गत वर्ष यो भवन कसरी बन्यो थाहा छैन। हामीले नगरपालिकासँग सूचना पनि माग्यौं, तर सूचना दिएन। टेन्डर प्रक्रियाबाट गयो या कोटेसनमा लाग्यो या उपभोक्ता समितिबाट बन्यो थाहै छैन। 25 लाखको काम गत वर्ष नै भयो। यस वर्ष फेरि अहिले चालु आर्थिक वर्षमा यो 82-83 मा 25 लाख रुपैयाँ फेरि बजेट यसमा थपिएको छ र यो भवन निर्माण कार्य प्रारम्भ भएको छ। यो अधुरो अवस्थामा जुन रहेको थियो यो भवन, यसको चाहिँ सम्पूर्ण निर्माण कार्य गर्ने गरी काम प्रारम्भ गरेछ। निर्माण काम यहाँ मेरो अगाडि देख्नुहुन्छ, बालुवाको थुप्रो छ, गिटी, इँटा र केही भाग यो भवनको प्लास्टर गरेको पनि देख्नुहुन्छ यहाँहरूले। यो रिपोर्ट किन गर्नु परेको हो भने भर्खरै अस्ति गमक पोस्ट भन्ने एउटा अनलाइनले एउटा समाचार ब्रेक गरेको छ कि यो भवन निर्माण कार्य जुन भइरहेछ यसको लागि नगरपालिकाबाट कार्य आदेशै लिएको छैन। ल भन्नुहोस् न, 25 लाखको बजेट खर्च गरिँदैछ। त्यसको लागि त पहिले डिजाइन एस्टिमेट हुनुपर्छ। कानुन बमोजिम डिजाइन एस्टिमेट पारित भइसकेपछि, प्रमाणित भइसकेपछि त्यसपछि या नियमानुसार टेन्डर निकाल्नु पर्छ, इबिडिङ गर्नु पर्यो या कोटेसन निकाल्नु पर्यो। सायद 25 लाखको त कोटेसन पनि निकाल्नु पर्दैन, अनिवार्य इबिडिङ गर्नुपर्छ या उपभोक्ता समिति बनाउनु पर्छ। यो केही गरिएको छैन र त्यसो गरिएको हो भने पनि अनि पहिले कार्य आदेश दिएर अनि यति काम गर्ने, यति पैसा बजेट हो भन्ने स्पष्ट कार्य आदेश हुनुपर्छ। र त्यो मात्रै होइन, त्यहाँ निर्माण स्थलमा यहाँ एउटा पनि हुनुपर्छ, बोर्ड पनि टाङ्नुपर्छ है। कसले यो निर्माण कार्य गरिरहेछ, कति बजेट छ भनेर पारदर्शी हिसाबमा हामीले यहाँ आएर हेऱ्यौँ, कतै बोर्ड देखेनौँ। र अहिले यो काम ठप्प भएको छ। जब गमक पोस्टले न्युज ब्रेक गर्यो, काम बन्द गरेको छ। बिना कार्य आदेश 25 लाखको निर्माण कार्य कसको आदेशमा, कसले गरिरहेछ, कसरी गरिरहेछ, कसरी पैसा निकासा हुन्छ, कसरी भुक्तानी हुन्छ, आश्चर्यजनक छ। गमक पोस्टले जब बिना कार्य आदेश यो काम भइरहेछ भनेर समाचार ब्रेक गरेपछि वडा नम्बर 6 का वडा अध्यक्ष सञ्जित लामा मौन छन्। अरू विषयमा अर्जुन थपलियाले जब कुनै समाचार लेख्यो गोलबजार नगरपालिकाको विषयमा, अनि उनले त्यो समाचारको खण्डन गर्न विज्ञप्ति जारी गर्थे। तर आज उनकै वडामा जुन वडा कार्यालय निर्माण भइरहेछ त्यो वडा कार्यालयको बारेमा समाचार आउँदा उनले कुनै खण्डन पेश गरेका छैनन्। सायद उनीसँग कार्य आदेशै छैन, नभए उनले फेसबुकमा हालिसकेको थिए यी हेर कार्य आदेश भनेर। कार्य आदेशै रहन्छ। उनले पुरानो मितिमा पनि कार्य आदेश लिन सक्छन्, तर यहाँको कार्य आदेश दिने हाकिम चाइनातिर भ्रमणमा गएका छन्, सायद फर्केर आएको छैनन् अनन्त पौडेल। त्यस कारणले पनि कार्य आदेश उनले जारी गर्न सकेनन् र यहाँ कार्य आदेश बिना नै यत्रो 25 लाखको निर्माण काम भइरहेछ। म अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालको ध्यान आकर्षण गराउन चाहन्छु। गोलबजार नगरपालिकामा कति चरम भ्रष्टाचारी र अनियमितता छ भन्ने कुरा एउटा उदाहरण यो हो। वडा कार्यालय भवन बनाउँदा 25 लाख बजेट खर्च गरेर बनाउँदा पनि कार्य आदेश छैन, कतै एउटा सार्वजनिक सूचनाको बोर्ड लगाएको छैन है, र यसरी कार्य आदेश गरिँदैछ। यो समाचार आएपछि म वडा अध्यक्ष सञ्जित लामालाई सोध्न चाहन्छु, के यो सुशासनको प्रतीक हो, सुशासनको प्रत्याभूति हो? यो मेरो प्रश्न छ र हामी उहाँ पनि जान्छौँ, वडा अध्यक्षलाई पनि सोध्न जान्छौँ किन यसरी काम गरेको भनेर। उहाँले के भन्नुहुन्छ सुनौँ। कार्यालय बिना कार्य आदेश निर्माण कार्य भयो भनेर समाचारहरू पनि पत्र-पत्रिकामा आयो, यसो के भनाइ छ तपाईँको? पहिले प्रथम त सर्वप्रथम यहाँ पत्रकार मित्र दाइहरूलाई, साथीहरूलाई, मित्रहरूलाई धन्यवाद दिन चाहन्छु। हाम्रो देशैको चौथो अङ्गको रूपमा रहनुभएका हाम्रो पत्रकार महोदयहरू, के बुझ्नुपर्छ भने पत्रकारिताको पनि एउटा नर्म्स होला, के होला, यहाँहरूलाई थाहा होला त्यो कुराहरू। जुन बेला मैले 2 कट्ठा जग्गा दानमा कसैसँग लिएँ, त्यो बेला कसैको चासो रहेन, कुनै पत्रकारले सोध्न आएन कसले दियो जग्गा, कहाँबाट आयो, कुन स्रोतबाट आयो भन्ने कुरा कसैले खोज्दैन। जस्तो दानवीरहरूको चाहिँ बारेमा केही पनि नलेखिदिने,
बल्ल बल्ल 25 लाख रुपियाँ बजेट हाले भवन निर्माणको लागि, जसले जग्गा दिएको छ, जुन कार्यको लागि जग्गा दिएको छ, त्यो जग्गाको लागि त बजेट त दिनु पर्यो। जग्गावालाले के चिज गर्न थाल्यो, हामीले जग्गा दियो भवन बनेन भन्ने ढङ्गले अब कार्यपालिकामा सबै कार्यपालिका साथीहरूलाई मैले यसरी जग्गा प्राप्ति गरेको छु दानबाट, यसमा तपाईँहरू सबैको सहयोग भयो भने मेरो वडा कार्यालय छैन, कति दिन भाडामा बस्दा पनि पत्रकारले लेखिरहेछ आफ्नै घरमा लगेर भाडामा राख्यो भन्ने ढङ्गले। तर यो त व्यवस्थित ढङ्ग छ नि त। अहिले अफिसियल पहिला पनि यहाँ अफिसियल थियो, त्यो ढङ्गले उता त्यसको बारेमा भन्नु। त्यसपछि हामीले के गर्यौँ भन्दाखेरि 25 लाख रुपियाँ कार्यपालिकाबाट पास गरिदियो भवन बनाउने भनेर, आफ्नो भवनमा बस्ने भनेर। अब त्यो भवन बनाउने क्रममा के भएको भन्दाखेरि सबै कागजात रेडी हो, साउनमै हामीले कार्यादेश लिन खोज्या। भयो के त भने हाकिम चेन्जको कारणले गर्दाखेरि र जेएनजी आन्दोलनले गर्दाखेरि कागज सबै नष्ट भयो। कागज नष्ट भइसकेपछि के भयो, हाम्रो एउटा सहकारी के हो भने आखिर सबै कागज प्रक्रिया पुगेकै छ, नक्सा छँदैछ। किनभने यो त बहुवर्षीय ठिक्का हो, बहुवर्षीय योजना हो, तपाईँको 2.5 तलाको भवन हो। यो ताले काम सुरु गर्दै गरौँ, आखिर कागज जलेको छ, फेरि त्यही मितिको कागजले गरेर हामी अगाडि बढ्छौँ भन्ने ढङ्गले हामी अगाडि बढ्या हो। र अहिले